दर्शन साथीहरू के छ सबैजना आरामै हुनुहुन्छ है। ल आज चाहिँ हामीहरू हाट बजार जाने तयारीमा छौँ। धेरै वर्षपछि घर आएको होइन, यति रमाइलो भइरहेको छ। हरेक मोमेन्टलाई चाहिँ मैले क्याप्चर गरिरहेको छु। अनि यहाँ चाहिँ मेरो बहिनी आइन, उनको बर्थडे थियो अनि मैले बर्थडे विस गरेर बाला गिफ्ट दिएँ। नानीहरू चाहिँ हामीहरू हेर्दै हिँडिरहेछौँ होइन। धेरै वर्षपछि आएको नि त म यो हाट बजारमा, मेरो नानीलाई त याद पनि छैन होला। अनि यो चाहिँ मक्क परिरहेछ, फर्स्ट टाइम देखेको नि त बच्चाहरूले। अनि त्यसपछि यति रमाइलो गरिरहेछन् है उनीहरू। बच्चाहरूलाई यो वातावरणमा पनि भिजाउनु पर्ने, देखाउनु पर्ने। मेरो बाबु अचम्म मानेर हेरिरहेछ होइन, के होला कसो होला भनेर। अनि त्यसपछि यहाँ आलुहरू लिग्यो हामीले घरको लागि सरसामान। अनि त्यसपछि बाबुलाई मैले यता हेर न भन्दैछु, उसले चाहिँ भिडियोमा आउन लाज मान्छ नि त। अनि यो मम्मी भनिरहेछ। अनि त्यसपछि नानी चाहिँ मक्ख परिरहेछन् होइन। अनि म तरकारीहरू सोध्दैछु के कसरी छ, ठिकै छ, राम्रै छ होइन। यहाँ चाहिँ हप्तामा एकचोटि लाग्छ हाट बजार, त्यो पनि सोमबार। अनि यहाँको हाट बजार रमाइलो हुन्छ कि, एकदम ठुलो हुन्छ नि त। अनि त्यसपछि मेरो बुवा पनि आइपुग्नु भयो यहाँ। हामीलाई माछा चाहिएको थियो होइन, माछा चाहिँ खोजे जस्तो थिएन। अनि त्यसपछि छैन माछा भनेर भन्नुभयो। अनि त्यसपछि यहाँबाट लाग्यौँ। अब छप्पी आएपछि फुल्की त नखाने कुरो हुँदैन। त्यसपछि खायो एकदम इन्जोय गरेर होइन। लास्टमा चाहिँ मिठा पान खाएर हामीहरू चाहिँ घरतिर फर्क्यौँ। अब हाम्रो कति वर्षलाई पुग्ने बसाइ हो यो।